हेलो एभ्रिवान। आज चाहिँ 2083 वैशाख 10 गतेको बिहिबार हो र म चाहिँ अहिले धरानको 5 नम्बर देउराली स्थित छु र देउरालीको पनि सुन्दर मार्ग भन्ने बस्तीमा छु र यो बाटो चाहिँ सुन्दर बस्तीको लाइन हो र त्यही सुन्दर बस्तीको माझमा चाहिँ यहाँ एउटा घर छ अनि यो घर चाहिँ हाम्रो हो। यहाँदेखि सट्ट छिर्ने बाटो हो, सट्ट जाने यस्तो सडक पछाडिबाट छ नि त। यस्तो छ यहाँदेखि जाने यस्तो छ। चाहिँ हामी खासै यता बसेको छैन त्यही भएर झारै झार छ। देखि सिधै भित्र जाने पछाडिपट्टि निस्किने बित्तिकै केराको खम्बा छ। हामीसँग चिरे खोर्सानीको बोट पनि छ। धेरै फलेको छैन। अम्बकको बोट छ। अम्बकहरू चाहिँ फल्दैछ। फलाइसकेको छ। टङ्की टोयलेट पछाडि यतिकै छ। र पछाडि यो चाहिँ सेउती खोला। यहाँ हाम्रो बुढाहरू यहाँसम्म छ। यस्तो छ। यहाँ भाइहरू बल खेल्दै रहेछ। पछाडिबाट चाहिँ यस्तो देखिन्छ। बारीको हालत यस्तो छ। यसलाई चाहिँ अब व्यवस्था गर्नुपर्ने छ कोदालो हानेर। अलि फलमासुहरू खान्छ। कहाँबाट लिएको? कुन राई दाजु? उता पल्लोपट्टि? ए कोइला कम भयो के? उयो ग्यापमा पनि हालिदिनु भएन।
निकेश दादाहरूले सम्झिने मात्र भयो है अब जुसहरू पनि देखाउनु पर्थ्यो नि अहिले छ्या, हाँ? ल त्यसको त कहिल्यै हुँदैन तर होइन लास्टको It is working. Men versus wild. कप उयो चाहिँ नि कता गयो त्यो कहिले गइसक्यो जस्तो छ त हैन चपस्टिक पनि धरे खै त म हम्काइदिन्छु हैन त्यो चपस्टिक त मैले उयो गरेको टमाटर पोल्दाखेरि अचार बनाउँदा दाउरा चोरेर ल्यायो तिनटा ल्याउँदा अलिक नाक काटिङ जस्तो लाग्दै थियो तर होस् नल्याइदियो के अरे मैले लिएको तपाईँ ल्याउनु लाग्यो होइन फेरि कुकुर बोकेर चोर झट्टै पक्रे है कुकुरले कहिले पुगेन क्या अघि उ त चाहिन्थ्यो त्यस्तो खालको उहाँ त आगो त बालिराख्नु पर्ला नि भने सोचेँ मेहनत दर्छ है साला भिनाको सेकुवा पोल्ने भातमा यो लगाउने कोइला चाहिँ छिटो बनाउनु पर्ने छ धुवा आयो भने यता आउनु भएन कपाल चाहिँ कहिले फेरि दनक दिइहालेको कस्तो देखेछ लाउरे होइन र राम्रो देखिरहेछ कपाल मैले के सोचेको थिएँ अन्तिममा आएर कोदालो अलिक उयो कोइला पो अलिक भएको छैन होला हौ भन तिम्रो घाँटीको कोठी त भिडियोमा त हाइलाइटमा आयो त ल रे तिनटा बिना एकै यहाँ टस देखाउनु त नाना ल्यो चिन्ता बनाइहाल्छु तातो भयो हात फुटिराखेकै छ त पर ऊ भाइ ऊ त हौ त्यो हुँदैन त्यसको हुन्छ कि चप्पुले चाहिँ नै हुन्छ
त्यो हामीले उयो हालेको यो कोइलाले नि कामै देखाएन नि। त्यो कोहीले राम्रो थिएन नि। के गरेको के गर्नु भएको कोदालो फेरि कहाँ गयो? कोदालो कहाँ राख्यो त अघि यहीँ थियो। ओ यता कोदालो त जलाएको थिएन। लुकाइदिने हो नि कोदालो भने भुटाउ त्यसलाई कुट्ला भएन। त्यो डल्लालाई भुटिन्छ कि भुटिँदैन यो त बलिसकेको उयो भइसक्यो। त्यो लगाइदेऊ न तिमी। छापा त म हालिदिन्छु औ त्यो त हुँदैन। ढुङ्गा आयो के ढुङ्गाले स्टिलको यो दिन त के प्लेट छ भने छैन स्टिलको प्लेटहरू यहाँ। मान्छे नबस्ने घरमा कहाँबाट प्लेट हुन्छ थरीपरीको। ओ चपस्टिकले नि हाल्नुभयो त बेना। भयो होइन यति नै आगो लगाइदिउँ है। अहिले चाहिँदैन जस्तो फाल्यो। ए काका पुगै मतलब भएन। त्यसलाई त बल्नु चाहिन्छ यता मुनि मुनि मात्र अलिअलि। यता आउनु नि भएन। यता ग्रुपलाई पनि देखाउनु पर्यो यो। सुकुमारी ला अरे ए अन्नु यताबाट आउनु त यता आउनु त आउनु मामा आउनु त मामा आउनु यहाँ ए हेलो हेलो ए हेलो आऊ ए यताबाट यता यता सिमाल तरुलको जाँड यता सिसी फालिहालौँ न त। खै त भान्जी र मेरो फोटो खिच्दिनु। अरे काम गर ल यसरी तान्देऊ त भान्जी। तान्न तान्न यसरी 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 गर्नु यसरी 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 मामा माया मामा माया माया नगर्ने मामालाई। अब चेस गर्ने ल चेस गर्ने फेरि चेस चेस हाम्मा हाम्मा गर नो 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 हाम्मा गर्ने हो त्यसरी गर्ने होइन त। आज छोले पानी नै खाएको छैन नभए हाम्मा कति बार खान्थ्यो। हाम्मा ए मेरो त ए भान्जी मासु बाहिरको पाक्यो भाइ हेर त कुन खाने माइला छोरी यता आऊ। खाने छोरी मम्मीलाई हेर छोरी मोमो हजुर मामालाई हाम महिना त भइसक्यो नि मामालाई देखाउ त हाम गरेर हाम गरिदेऊ मामालाई हाम गरिदेऊ ल पट्टिको ल हाम हाममा गर ल हाम्मा गर
लु भयो वेस्ट अफ मात्र गरेर अब खाँदैन मुनु